नमस्ते जुजुलप्पा मेरा मुटुहरू मिठो माया सम्झना सबैलाई। यही आउँदो चैत 28 गते नयाँ वर्ष 2083 सालको शुभकामना आदान प्रदानको कार्यक्रमको लागि मैले भव्य रमाइलो डान्स गर्ने नाचगान गर्ने कार्यक्रम राखेको छु। एलिभेट लाउज केटी भियो भन्ने रञ्जना गल्लीमा 16 पसलको ठ्याक्क अपोजिट, रञ्जना हल जाने गल्लीमा 16 पसलको ठ्याक्क अपोजिट छ। त्यो सबैलाई वेलकम गर्न चाहे हामी रमाइलो गर्ने, गीत गान गाउने सबै गर्ने। अनि इन्ट्रान्स फी चाहिँ फ्री हो सबैलाई। अनि तपाईँहरू जे मनपर्छ, जे खान इच्छा छ, बियरदेखि लिएर वाइन रक्सी, कोक, फ्यान्टा, मोमोसम्म जे पाइन्छ रेस्टुरेन्टहरूमा होइन, त्यो सबै यहाँ पाइन्छ। तपाईँहरूले अर्डर गरेर खान सक्नुहुन्छ। इन्ट्रान्स चाहिँ फ्री भयो, आफै पे गरेर खान सक्नुहुन्छ। मैले चाहिँ अब जहिले पनि पैसा लिएर कार्यक्रम गरिरहेको छु होइन। तपाईँहरूलाई पनि फेरि एकचोटि चाहिँ रमाइलो गरौँ। मेरो तर्फबाट चाहिँ इन्ट्रान्स फ्री गरेर यो ठाउँ बुक गरेर मैले कार्यक्रम गर्न लागेको छु। तपाईँहरू सबैलाई माया गरेर सबै आइदिनुहुन्छ भने आग्रह गर्न चाहन्छु। मिठो माया सम्झना। आफ्नो फ्यामिलीहरू ल्याए पनि हुन्छ, साथीभाइहरू, बाहिरको साथीहरू पनि, दिदीबहिनीहरू जो कोही पनि आउन सक्नुहुन्छ। परिवार पनि ल्याउन सक्नुहुन्छ। दिउँसोको टाइम हो, 10 बजेदेखि हामी 6 बजेसम्म प्रोग्राम राख्छौँ। 10 बजेदेखि 6 बजेसम्म प्रोग्राममा केटाकेटी, दाजुभाइ, दिदी बहिनी, आफन्तहरू जो पनि ल्याउन सक्नुहुन्छ। ओके बाई। मिठो माया सम्झना। सधैँ यस्तै राम्रो रमाइलो कार्यक्रम गर्न पाइराखोस्। तपाईँहरू आएर साथ दिइराखोस्। म तपाईँहरूको साथमा छु। तपाईँहरूले मलाई साथ दिइराख्नुहुन्छ भने आग्रह गर्न चाहन्छु। साथ दिइराख्नु भएको पनि छ। यस्तै सधैँभरि साथ दिइराख्नु होला। नमस्ते बाई। मिठो माया सम्झना। यही आउँदो चैत 28 गते एलिभेट लाउज केटी भियो रञ्जना गल्ली 16 पसलको ठ्याक्क अपोजिट छ। यो सबैले आउन सक्नुहुन्छ। ओके बाई। गुड डे। मिठो माया सम्झना सबैलाई।